नमस्ते। आज हामी सबैजना मिलेर आर्थिक समृद्धिको एउटा रमाइलो यात्रामा निस्कँदैछौँ। यो यात्रामा हाम्रो पथ प्रदर्शक हुनेछ सहकारी शिक्षा र वित्तीय साक्षरता। यसले हामीलाई पैसा कसरी कमाउने भनेर मात्र होइन, एउटा सुरक्षित र उज्यालो भविष्य कसरी बनाउने भनेर पनि सिकाउँछ। ल सुरु गरौँ है त यो महत्त्वपूर्ण यात्रा। महात्मा गान्धीको यो भनाइ कति सान्दर्भिक छ है। सहकारीको सबैभन्दा मिठो पक्ष भनेकै यसको समानता र सामूहिकता हो। जब सबैजना एकसाथ मिलेर अगाडि बढ्छन् नि, तब कुनै पनि लक्ष्य असम्भव लाग्दैन। यही भावना नै हाम्रो यो यात्राको मूल मन्त्र हो। अब कुनै पनि यात्रा सुरु गर्नुभन्दा पहिले बाटोमा के चुनौती छन् त्यो त बुझ्नै पर्यो, होइन र? आखिर हाम्रो आर्थिक प्रगतिलाई के कुराले चाहिँ रोकिरहेको छ त? आउनुहोस्, गरिबीका मुख्य कारणहरूलाई अलि नजिकबाट निहालौँ। हेर्नुहोस् त, हाम्रो समृद्धिको बाटोमा केही ठुल्ठुला ढुङ्गाहरूले छेकेका छन्। जस्तै फुजुल खर्च र अरूको देखासिकी गर्ने बानीले हाम्रो कमाई कता जान्छ पत्तै हुँदैन। बचत गर्ने बानी नहुँदा भविष्य नै असुरक्षित बन्छ अनि लगानीको कमीले गर्दा पैसा कहिल्यै बढ्दैन। यिनै तगाराहरूले हामीलाई अघि बढ्न दिइरहेका छैनन्। ल, बाधाहरू त हामीले चिन्यौँ। अब समाधानतिर लागौँ न त। समृद्धिको सबैभन्दा बलियो जग भनेको नै बचत हो। आर्थिक उन्नतिको पहिलो र सबैभन्दा महत्त्वपूर्ण पाइला भनेकै बचतको शक्तिलाई बुझ्नु हो। बचतको यात्रा भनेको भर्याङ चढे जस्तै हो, जहाँ हरेक खुड्किलोको आफ्नै महत्त्व छ। सुरुमा जग बसाउनका लागि दीर्घकालीन बचत गरिन्छ। त्यसपछि घर बनाउने वा छोराछोरी पढाउने जस्ता निश्चित लक्ष्यका लागि बचत हुन्छ र अन्त्यमा त्यही बचतलाई लगानीमा बदलेर आफ्नो सम्पत्ति बढाउने खुड्किलो आउँछ। हो, यसरी नै हामी आर्थिक उचाइमा पुग्ने हो। बचत शब्दको अर्थ एकदमै सरल र व्यावहारिक छ। बबाट बचाउने मतलब आफ्नो आम्दानीको केही हिस्सा छुट्याउने। चबाट चलाउने मतलब त्यसलाई सुरक्षित र ब्याज आउने ठाउँमा राख्ने। अनि तबाट तरिका मतलब नियमित र अनुशासित भएर जम्मा गर्ने। यी तीनवटा कुरा मिलेपछि मात्र बचतको मेसिन राम्ररी चल्छ। त्यसो भए पैसा बचाउने व्यावहारिक उपायहरू के हुन् त? पहिलो, नचाहिने खर्चमा लगाम लगाउने। दोस्रो, स्वास्थ्यमा ध्यान दिने, किनभने आज स्वास्थ्यमा गरेको सानो लगानीले भोलि अस्पतालमा हुने ठूलो खर्चबाट जोगाउँछ। र तेस्रो, थोरै थोरै भए पनि नियमित बचत गर्ने बानी बसाल्ने। ल, अब हामीसँग बचत रूपी इन्धन त भयो, तर यो लामो यात्राका लागि एउटा बलियो र भरपर्दो गाडी पनि त चाहियो नि, होइन? हो, त्यो साझा गाडी हो सहकारी। आखिर यो सहकारी भनेको के हो त? सजिलो भाषामा भन्नुपर्दा यो हामी सबै सदस्यहरूले मिलेर आफ्नै लागि चलाउने संस्था हो। यसका तीनवटा बलिया खम्बा छन्: सबैको साझा स्वामित्व, प्रजातान्त्रिक नियन्त्रण र सबैलाई बराबरी फाइदा। छोटकरीमा भन्दा यो हाम्रो आफ्नै संस्था हो। सहकारीबाट हुने फाइदाहरू त एउटा बलियो रुख जस्तै हुन्। यसको जरा भनेको सदस्यहरूको विश्वास र बचत हो, जसबाट पुँजी निर्माण, नेतृत्व विकास, वित्तीय सेवा र नाफाको सही बाँडफाँड जस्ता थुप्रै मिठा फलहरू फल्छन्। अब एउटा एकदमै महत्त्वपूर्ण प्रश्नमा विचार गरौँ। ऋण, यसको शक्ति कस्तो हुन्छ? यो हतियार हो कि औजार हो? यसको जवाफले हाम्रो आर्थिक भविष्य कतातिर जान्छ भन्ने कुरा निर्धारण गर्छ। यो चित्रले कुरालाई एकदमै स्पष्ट पार्छ। यदि ऋण लिएर रमाइलो गर्ने वा सामान किन्ने जस्ता काममा खर्च गरियो भने त्यो पासो बन्छ, जसले हामीलाई झन्झन डुबाउँछ। तर यदि त्यही ऋणलाई कुनै उत्पादनमूलक काममा लगाइयो भने त्यो समृद्धिको औजार बन्छ। सफल ऋणको सूत्र नै यही हो: उत्पादनमा लगानी, स्वरोजगार र नियमित आम्दानी। यो हो उत्पादनमूलक लगानीको चक्र। यसलाई राम्ररी बुझाउँ है। संस्थाबाट ऋण लिने, त्यसलाई कुनै उद्यम वा व्यवसायमा लगाउने। त्यो व्यवसायबाट नियमित आम्दानी आउँछ, जसले ऋणको किस्ता तिर्न पनि सजिलो बनाउँछ र नाफा पनि कमाउन मद्दत गर्छ। यो चक्र चलिरह्यो भने दिगो आर्थिक उन्नति पक्का छ। बाटो, साधन र औजार बारे त हामीले कुरा गर्यौं, तर अन्त्यमा कुन बाटो रोज्ने भन्ने निर्णय त व्यक्ति स्वयंको हातमा हुन्छ। हरेक व्यक्तिको भविष्य उसले गर्ने हरेक दिनको छनौटले नै बनाउने हो। यहाँ दुईवटा बाटो देखाइएको छ। एउटा गरिबीको बाटो, अर्को समृद्धिको बाटो। खर्च गर्ने बानी, स्वास्थ्यप्रतिको सोच, ऋणको प्रयोग र भविष्यको योजना, यी चार कुराहरूमा हामीले गर्ने छनौटले नै हाम्रो बाटो कुन हो भनेर छुट्याउँछ। एकछिन सोचौँ त, हामी कुन बाटोमा हिँडिरहेका छौँ?
सहकारीमा राखेको बचत कतिको सुरक्षित छ भन्ने चिन्ता लाग्नु स्वाभाविक हो, तर एउटा राम्रो संस्थागत सुशासन भएको सहकारीले हाम्रो बचतलाई 4वटा बलिया ढालले सुरक्षित राखेको हुन्छ। पारदर्शिताले हिसाब किताब छर्लङ्ग पार्छ, जोखिम व्यवस्थापनले गलत लगानी हुन दिँदैन अनि कडा नियन्त्रण र तरलताले संस्थालाई सधैँ बलियो बनाइराख्छ। सहकारी भनेको एउटा घर जस्तै हो अनि घरलाई बलियो बनाउने जिम्मा घरका हरेक सदस्यको हुन्छ। संस्थाको सफलता र दिगोपन भनेको हाम्रो सहभागिता, नियमहरूको पालना, लिएको ऋण समयमै तिर्ने बानी र संस्थाप्रति हाम्रो अपनत्वमा टिकेको हुन्छ। हाम्रो यो समृद्धिको यात्रालाई यो पहाड चढाइले कति सुन्दर ढङ्गले देखाएको छ। पहिलो पाइला हो त्याग, मतलब खराब बानीहरूलाई छोड्ने। दोस्रो अनुशासन, दैनिक बचत सुरु गर्ने। तेस्रो उद्यम, उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने। चौथो सहकार्य, संस्थाबाट ऋण लिएर कमाउने ठाउँमा प्रयोग गर्ने। र अन्त्यमा जब हामी शिखरमा पुग्छौं त्यहाँ मिल्छ समृद्धि, जहाँ हामी आत्मनिर्भर बन्छौं। त्यसैले आउनुहोस् हामी सबै मिलेर यो समृद्धिको बाटोमा सँगसँगै हिँडौँ। सहकारी भनेको पैसा जम्मा गर्ने ठाउँ मात्र होइन, यो हाम्रो साझा परिवार हो। आजैबाट बचत सुरु गरौँ, सही ठाउँमा लगानी गरौँ र आफ्नो सहकारीलाई अझ बलियो बनाऊ। हो, आर्थिक समृद्धिको यो महत्त्वपूर्ण यात्रा आजैबाट यही क्षणबाट सुरु हुन सक्छ।